हेलो छोरी, गुड मर्निङ। के गर्दैछौ? हो र? यस्तो स्टिकर नटार्छ ल, फोहोर हुन्छ नि। गुड मर्निङ एभ्रिवान, राधे राधे। अब मेरो नित्य कर्म सुरु हुन्छ अनि सदा पहिला चाहिँ नानीलाई छोडेर आउँछु, त्यस पछाडि नित्य कर्म सुरु हुन्छ। अनि आज दारी पनि फाल्नु पर्ने छ, दारी फाल्छु। अनि आज दारी फाल्ने छ र के हुन्छ तर के हुन्छ भने थियो? मलाई थाहा छैन के हुन्छ भने थियो। दारी फालेपछि के हुन्छ सर? राम्रो हुन्न? किन? ए राम्रो हुन्न नफाल्ने? अब यसरी एउटा हातले मोबाइल मात्र कसरी खोप्ने होला है?
पकडेर नपकड नि छोरो म त गएँ फेरि अब जाम 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 कि नै नगर छोरो पानी आउँछ रे अलि दिन पानी आउँछ रे गर्मी भएपछि म्यामले खोल्न पठाएन न माम खाने न बाबा माम खाने न माम खाने माम त्यो देश कति बेला आउनुहुन्छ त्यो देश त्यो ड्रेस त अब तिमीलाई होइन एलकेजी युकेजीको भए युकेजीलाई आउँछ होइन के मेरो देश भने सोधौँला नि त म्याडमलाई कति बेला आउँछ भन्ने सोधौँला कि म्याडम ड्रेस भनेको यो के हो त यो पनि त ड्रेस हो के र त्यो तलबाट मोजा लानेको के ए मेडी भनेको कति बेला आउँछ भनेको अब म्याडमलाई सोध्न पर्छ छोरो हिँड्न त कति बेला आउनु भनेको म्याडमलाई सोध्न पर्छ हिँड्न त कति बेला आउनु भन्छ मम्मीलाई सोध नि त गएर बाबालाई सोधेर हुन्छ र पछि आउँछ पर्सि पर्सि ए त्यही भन्ने भने थियो स्कुलमा आउँछ ए आउँछ आउँछ ड्रेस न डगी कहाँ गएछ र हामी अब नानीलाई स्कुल छोडेर आउँछु अब नुहाइसकेँ मैले
बाहिरतिर निक्लिन्छौँ अनि सोल्टी आज मलाई हेल्प गर्ने सोल्टी घुमेर आउँछ बेला बेलामा आउनुहुन्छ खुसी लाग्छ बाहिरको माहौल समात्नुहोस् त्यसलाई पानी त परेको छैन आज तर पानी पर्ला पर्ला जस्तो गरेछ आकाश हेर्दाखेरि त मेरो स्कुटी कति जाने सोल्टी अहिले त कहाँ न्युरोड गयो लाग्यो हजुर न्युरोड कहाँ गयो गइला र अहिले न्युरोड गइन्न भोलितिर जानु लाग्यो चिया खाँदै त्यो गिलास फोर रहेछ र डगीले चाहिँ हेर्दैन अब म चाहिँ रुममा जान्छु चिया पनि खाइयो आज चाहिँ कानमा टप लाउनु पर्ला भनेर न्युरोड गएर भनेको त पाइएन ठिकै छ अनि बत्तीमा चाहिँ टडेङ टडेङ यो पनि रहेछ हेलो डार्लिङ डार्लिङ के गरिरहेको डार्लिङले हे भगवान् डार्लिङले गेम खेलेको ल डार्लिङ सानो नुनु गरेको तिमी बाबासँग चल्ने होइन आऊ बाबासँग खेली खेली गर्न आऊ जाम म गएँ जाम जाम फेरि जाम गयो त बाई 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 आउँछौ मेरी मैयाले लिएको टी सर्ट पछाडिबाट हेरी चिनु लगाएको कस्तो छ भनेर बुढालाई मन परेको छैन भनेर होला म कालो कि यो टी सर्ट कालो कि यार